म हो। अब हामी समुद्र घुम्न जान लागेको। ल ल ल मैले एटिएम कार्ड ल्याइन नि त छिर्नु न भित्र कहाँ दिन लागेको रुममा अनि त्यो पैसा नभएको कार्डबाट के हो हो त एटिएम कार्डै ल्याउँछ भरे निलैजाउँ न त उता हामी अब उता त त्यो होइन अब रुममा पुगौँ त्यसपछि निलैजाउँ न त होइन थिचौँ न थिच्नु भएको है गएन त अनि वान थिच्न यहाँ अगाडि अफै जान्छ अटोमेटिक कस्तो मान्छे अब हुनु त नि कसको बुझोस् छैन है सधैँ आइले थिच्छ अब मैले भनेको थिचेछ तपाईँ त अगाडि बस्दै हेर्छु अनि तिमीहरू म पसेर थिची हाले भए झरिहाल्छ नि त म त तल निस्किने ठाउँ आयो कि भन्दैछु होइन के अनि बस्ने अनि बस्नु न त आज के छ होइन आज नबसौँ अब बसिहाल्यो टन्नै यही हो हामी ऊ माथिको लास्ट माथिको एक स्टेप तल है सर हामी बसेको आज स्विमिङ गर्ने कुरा थियो आज स्विमिङ गराइ भएन फर्क्यौँ कस्तो मिठो हावा चल्यो गाँठे मिठो हावा छोडेर जाने हो तपाईँलाई त समुद्रतिर जाने ल उता यतातिर ल बारन्दा सरजी समुन्दर में गाडीलाई यो बुझाएर निस्किनु पर्ने ल नहुने न नहुने के समुद्र समुद्र नि यहाँ जिपिएस आइसक्यो त बाटो चम्पा जाने उता ओके मर्निङ थ्याङ्क यू बाई बाई अब पोखरा जस्तै हो है पोखरा त्यो छेउछेउ कहाँ अस्ति हिँडेको थियौँ नि एकचोटि बाटो सर समुद्र आइपुग्यौँ प्रोटेक्सन होइन सर समुद्र देखायो केटा फोटो फोटो के लिँदै ल्याऊ यहाँलाई देखाउनु समुद्र समुद्र कस्तो हुन्छ समुद्र यस्तो हुन्छ लाग्यो होइन सर बिहानै छौँ मान्छेहरू त्यस्तो भिड छैन ल दाजुभाइ एकछिन अँगालो मार्ने अँगालो मार्ने ए फेरि यिनीहरू दुईजना बोल्दैनन् कि अनि त्यही भएर ए बोल्दैन पो त्यही भएर यहाँ रातभरि सँगै बस्यौ त नि साथीहरू त नबोलेर त्यही भएर गाह्रो छ भिडियोमा रेकर्ड छ अब समुद्र आएर पनि हामी यतिखेर म्युजियमतर्फ लाग्यौँ है एक झलक चाहिँ हेरिदिउँ है उहिले हाम्रो बाजेहरूले चलाएको ट्याङ्कर छुकछुके रेलको इन्जिन गोर्खालीहरूको एकदमै नामहरू पनि लेखेको छ पहिला युद्धमा लडेर शहादत प्राप्त गरेका गोर्खालीहरूको त्यो पनि हामी हेर्छौँ देखाउनेछौँ
छायामा बस्न राजु अनि साउन्ड पनि हालिदिए रहेछ नि त ओ इन्जिन एक दुटा पढ्नु त भक्त राई भक्तबहादुर राई त भक्ति राई भीमबहादुर गुरुङ भीमबहादुर गुरुङ दुईटा रचन फेरि चढेर फोटो खिच्नु पाउँछ त मासु किन नचढ भनेकै छैन त सर यो बालन्द्र सर यो उहिले यो के अरे युद्धमा यो ऊ भएको होला नि होइन भिडियो खिच्नु पाउँछ पाउँदैन सर